अहिले डान्सहरी जाने कोही ठाउँ र के अरे राम्रो नाचिकन गएँ अघि कहाँ पो पाउनु हजुर मैले तर आएन जोइ ठाउँ गए पनि त्यस्तै हुन लाग्यो 14 अञ्चल 75 जिल्ला गए जहाँ गए पनि त्यो तलमा ढाडे हल्लाउने तलाउने पानलाई पर्ने हजुर बाटा पनि कसा छ त्यसै बाटा र काँडा उछिटेको हेर्दै उछिटेको र त्यो पर्ने र तल बगाएर बढी गएको छ यहाँ त राम्रो होला भन्दाको ऊ चाहिँ एकाले आइकन उसै ढाड हल्लायो अहिले हो भन्ने उति बेला यसो जिम्मा अरू त सबै निकाय छ त्यसो भए त्यो लाटा हडाउनु मोटरलाई त्यो बिमारी बस्न बजार खालि आफ्नो ठाउँ त कहाँ जान्छ के भने भन्नुपर्ने त भइगयो के त अब आएको जनक पनि आएको भन्दा चाहिँ कामहरू त्यहीको पनि एकाठाइको त पर यो के ल चिला पाखा जा हजुर म त म बाँच्दैन अब कसम पर्छ नि म यही त खाएको छु त मैले एउटा आँखा लाथी हेर्नु मेरो लातो क्या पो भयो यो 9 महिना भन्दा पनि बढी भइगयो के भयो भन्नु त हजुर बच्चा पाउने छ भने भात मैदा खाइछि के ना खाएन खाइछि रोटा मैदा खाइछि के ना खाएन त्यो दिएर घोगा रोटा पनि 12 खाँदा चाहिँ एका लादाउने भात खाइना गरेर खाँदैन हजुर पाहुना गएपछि तिरिना पाए नालीको चुप खाना भन्दा त ऊ खाना छ हाम्रो ल्याउँदै उहालेर भयो कि त्यहाँ खाइछि अरू घोगा रोटा पनि खाइछि के ना खाएन काला पानीका थैला खाइछि के तेरा चुपलाई फाल्नु नि बाजाको पनि होइन हजारको पनि होइन किन भन्दा आएला त है तैँले टोइलेट खाइछि कि टोइलेट त्यो त खाएन होला खाएन यसले टोइलेटको परियोजना आएको भने खाएन ओहो योजना टोइलेटको योजना आएको भने खाइछि के पानीका लागि योजना आएको भने खाइछि के भित्र गडबड त हत्तो छ के बाटो बनाउला भने बजेट खाइछि के पर्यटन विकासका लागि भने ल्याएको केही खाइछि के क्या पो जौते महाराज परमेश्वर भन्नुपर्ने हाथी भइगयो के त के खाइछि त तेरा लादा मात्र त्यत्रो लादा भयो त यो त धेरै दुःख रहेछ रोटा खाइकन भात खाइकन यत्रो लादो हुने भए त सबैको हाम्रा लादा यत्रो हैजाने त्यो मेरो लादो त झन् भित्राउन छिन्न लाग्यो मेरो लादो यत्रो परि भयो त्यसै बाटाका योजना पानीका योजना
के भन्छ विद्यालयका योजना काहीँ न काहीँका पढेका योजनाको उपयुक्त खाएर गोला देश लट्ठीले कुप्लुक्क नर्न त बिचरा न अब यस्तो लादो भयो अब के हाल्नु पऱ्यो यो लादो ओल्याउनलाई भन्छ बिचरा जसरी पनि म पनि झन् अब यो म शनिबाटी पाल्छु हटिसक्दिनँ तल्लो पाल्छु के अरे यो यत्रो बिना लादो यत्रो लादो घटाउन लागि पहिले जे खाएको है अबदेखि खाँदैन भनेको त्यो भनेको काम पुऱ्याएर भोलछालै तेरो लादो 0 फिगरमा हुन्छ जिरो फिगरमा म हिरो फिगरमा त्यसो गरेपछि होला कि नै हजुर ओहो त्यसो भए चाहिँ हुन्छ यो त सही कुरा गरे त्यसो भए चाहिँ मेरो भुँडी घट्ने भएपछि बुढी त घट्नु भएन भुँडी घट्ने भएपछि म आजैबाट यो टोइलेट खाने काम चुला खाने काम होइन अनि त्यसपछि अस्पतालका भवन खाने कोडा कार्यालयका ऊ खाने त्यो काम बन्द गर्छु आफ्नो भुँडी घटाउँछु अनि बुढी पनि घटाउँछु अनि आफ्नो इमानी इज्जत हेर्नु त यो मान्छे मुख देखाउन जान्छ कि यो कहिले पाउने है भन्न लाग्यो म भन जुगा आएका अझ कहिले पाउने भन्दा बुढी घटाउने भन्थ्यो एका किर्याउनी लाउने छन् पनि कति बहादुर बुढी कति छन् तेरे 17 ठिक भने दिले तेरी जो एक आठवटा बन्नाले गरी थाहा पाए एक जोई उइकी पनि मैले ल्याएको छु त सबभन्दा ठुलो समस्या त अहिले यही भयो हजुर अघि यहाँ विदेश जाने बेला बहरी रोए यतिले जान त साइड जाँदा भए भन्थ्यो त्यो बित्तिकै अँगाल हालिरह्यो रुने बेला पनि हाँस्ने हात देखेँ हजुर मैले त त्यो पहिला हाम्रो पालामा हजुर तिनीहरूको पालामा हाम्रो पालामा बुढामा विदेश तल घुम्मै जाने त दुःख भयो पीडा भयो भन्नु हुँदा छ हेर्ला ल एक हात गोडा समय तल कैलाश खोला फाले भनेको कुरो किन सुन्दैन चाहिँ सुनेको छु अब रेलगाडी चढ्न लाग्यो अब त्यसरी रुँदा छ हजुर सबैकी बुढी सुनिरहेको यहाँ पछाडिका हुने पनि बुढा विदेश जाँदा भयो भने दुःखी हुने रुने थियो अहिलेको जो त्यसो छन् क्या एमा अब खोजे पर फलानाले यति पैसा कमाए मुम्बई मात्रै नै क्या भन्दिनँ हजुर जाने मन छ कि छैन स्कुल पढ्न हाले आउने मुम्बई भागेपछि जा भन्ने त हुन त काठबाट भन्ने अहिलेको आउने किताब कमपट्टा हजुर ओछ्यान एउटा पानलाई पढिकन गला फेन्टेलाई फोन गरेर सास बढी सोगाउने पहिलाका आउने सबै टिकटक पट्टा युट्युब पट्टा फेसबुक पट्टा अरू त्यो पट्टा त अरू जोइ पट्टो काट्नु आफू जोइ पायो कति गर्नु छ मगर माथि लाग्यो मेरा पनि जोइ त छि कहाँ गए भन्दा एउटै छाडेको जोइ पनि पढी पछाडि रेखा कालु त बरै जो हो त ढोक्नहरू पछाडि सुरुवाल चिरिएला एका ढोका पनि त्यो जहाँ खाना त्यही खाना दिने भनिकन ढोकिदिँदो छ होइन ठरी मेरो फुपू फुपू ए परबाट त जहाँ खाना पाएपछि त्यसै पनि साइना जोडेल छ त्योहरू ए सुन अरू जे कुरा भए पनि जसो भए पनि हामी पीडामै छौँ पीडामा त छँदैछौँ त के भन्नु अब अघि जो भन्यो नि त विदेशको पीडा गाउँमा मान्छे छैन मान्छे मरेपछि पनि मान्छे लास उडाउने मान्छे छैन छैन अझ यहाँ बिराम भएपछि मान्छे गाडी आउने बाटो छैन छैन अघि दिदीबहिनी गीत गायो कति राम्रो गीत सैनीबाटी बाटो यहाँ पुग्नु पर्यो हामीले पनि गाडी चढ्न पाउनु पर्यो हाम्रो घरदेखि गाडी आउनु पर्यो भन्ने छ कि छैन यहाँ हामीलाई पनि चामल बोक्दा बोक्दै नुन बोक्दा बोक्दै सामान बोक्दा बोक्दै झाडुनीको छाला भइगयो हो कि नै भन्नु त अब यहाँ नेता आइदिनु मात्र भएन यहाँका नेताले
ज्ञानबाट बाटो जसरी पनि चाहियो हो कि नै भन्नु दाजुभाइ दिदी बहिनीले त्यसो भने दुःख पोखिन् सबैले पुरस्कार दिए छोरा मान्छे नाच भन्दैन छ क्या त्यही तिनले त्यसरी गीत भनिन् आमा समूह हो क्या आमा समूह यसरी आमा समूहले गीत गायो बाका समूह गाउँदो चुप्राइ फाल्नु ठेउ लागेको बाँके लौडी यही हो चाहिने सोचो भाइ तेरा ढाडो नानी बाङ्गो बनाएको क्या क्यामेराम्यान पनि कस्ता हुँदा छ नि थाहा भएको छैन क्या हामी छोरा मान्छे सबै यसो फोटो खिच्ने बेला सोझो खिच्ने खोले एउटा आइसक्नुमा तलमा यस्ता कुरा तार उठो त्यो म करेन्ट लाग्यो भने पुरो काम नलाग्ने होला हातमा लागिसकेपछि त अरू लाग्ने भएन अब यहाँ सुन बाजे अब यहाँ सुन दिदीबहिनी दाजुभाइहरू बुहारी बाँझाइ पारी बाँझाइ खेतबारी बाँझाइ छन् हो कि नै बुहारी बाँझाइ पारी बाँझाइ खेतबारी बाँझाइ छन् छाउपडी कोठैमा मर्ने घटना ताजै छ हरिया कहिले बिसाउने भारी सुन हजुर डाँडैको चौतारी भनेर गीत गाएको 3 जनाले ताली बजायो भाइ पुरस्कार दिने जसरी